महिनाभित्र प्यारालल ट्याक्सीवे निर्माण कार्य सम्पन्न हुने गरी काम अगाडि बढिरहेको छ। प्यारालल ट्याक्सीवे निर्माण कार्य सम्पन्न भइसकेपछि इन्टरनेसनल फ्लाइटहरू ट्याक्सीवे मार्फत अगाडि आएर वेट गर्न सक्छन्। पहिला जस्तो रनवेमा आएर घुमेर जानुपर्ने अवस्था हुँदैन। के हो प्यारालल ट्याक्सीवे? प्यारालल ट्याक्सीवे निर्माण कार्य सम्पन्न भइसकेपछि टिआईमा के सहजता हुन्छ, आज यसै बारेमा कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। प्यारालल ट्याक्सीवे भन्नाले रनवेसँग प्यारालल्ली बनेको एउटा ट्याक्सीवे हो जसले विमानहरूलाई रनवे प्रयोग नगरी एक स्थानबाट अर्को स्थान जान मद्दत गर्दछ। प्यारालल ट्याक्सीवे नाम ट्याक्सीसँग मेल खाए पनि यो टर्म ट्याक्सीसँग केही पनि रिलेटेड छैन। एरोप्लेनहरू ट्याक्सीवेमा कुर्दाखेरि आकाशमा पनि होल्डिङ्स कम हुने, एयरपोर्टमा पनि भिडभाड कम हुने देखिन्छ। कोभिड-19 को समयमा टिआईको रनवे विस्तार गरिसकिएको छ। अब छिट्टै काम सक्ने गरी ट्याक्सीवेको काम पनि भइरहेको छ। अब ट्याक्सीवेको निर्माण कार्य सम्पन्न भइसकेपछि इन्टरनेसनल ह्याङ्गरको पनि काम सुरु हुन्छ। ह्याङ्गर भन्ने टर्म धेरैको लागि नयाँ हुनसक्छ। यसको बारेमा छोटो विश्लेषण गर्छु। ह्याङ्गरलाई सिम्पल भाषामा भन्नुपर्दा ह्याङ्गर भनेको एरोप्लेनको पार्किङ स्थल हो। हालसम्म 60% काम समाप्त भइसकेको छ र अरू बाँकी रहेको 40% काम तीव्र गतिमा भइरहेको छ। आजको भिडियो यति नै। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो मलाई प्रतिक्रिया दिनुहोला र अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।